आरोप चाहिँ नलाउनु हुन्थ्यो कि पैसा गएको आरोप लगाएको मलाई भित्दै थियो। तपाईँ चाहिँ कहाँ जानु पैसा गएको आरोप लाउनु हुँदैन कि त्यसरी भिन्दाखेरि मैले त पैसा खान्छु नै मेरो मासु इतिले गरेर आमासँग खान्छ म लगाएर बुढीमा मासु पका अनि खाने लुपुकको सुत्ने भन्नु। हेलो गाइज, वेलकम ब्याक टु आवर च्यानल। इट्स मी दिपा, वाचिङ माई च्यानल। अनि आज हामी फेरि पनि भिमदाईको घर आएको छौँ। धेरैजनाले मन पराउनु भएको भिमदाई सबैजनाले खोज्नु भएको भिमदाई सबैजनाले मन पराइदिइरहनु भएको छ। अनि आज चाहिँ हामी सधैँ जस्तो रमाइलो भिडियोबाट अलिकति केही फरक भिडियोमा आएको छौँ। के भन्दाखेरि चाहिँ मैले लास्ट टाइम बुवालाई हस्पिटल लगेर जचाएको चाहिँ सबैजनाले देख्नुभएको थियो होला, सायद त्यहाँनिर बसेको भिडियोजहरू देख्नुभएको थियो होला। त्यसको बारेमा चाहिँ मलाई अलिकति केही भन्नु मन थियो। अलिकति केही कुरा सुनेको हुनाले आफूलाई नै मनमा दुखेको हुनाले चाहिँ त्यो कुरा चाहिँ सेयर गरौँ भनेर चाहिँ आएको। आज म भिमदाईको घरमै आएको छु। त्यस्तो इम्पोर्टेन्ट त केही पनि थिएन, तर पनि म चाहिँ एउटा मिडिया होइन कि, म चाहिँ एउटा जस्ट भ्लगर हो। मैले चाहिँ भ्लगबाट लिएर आउन लागेको कुरा चाहिँ जस्ट रमाइलो हुँदो रहेछ कि यथार्थमा हामीले बुझ्दै जाँदा मान्छेलाई चिन्न धेरै टाइम लाग्दो रहेछ। हामीले एकैछिनमा मान्छेलाई जज गरेर उहाँहरूको कस्तो के भन्ने नबुझिकन हामीले लिएर आयौँ। तर एउटा घरको कुरालाई त्यसरी नल्याउनु पर्ने थियो। मेरो चाहिँ पर्सनली प्रस्ट्रेसन हो। हामीले दाइलाई ल्यायौँ, भाउजूलाई जोड्यौँ, अब दाइको घरको फ्यामिलीको बारेमा त्यसरी बोल्नु नहुने थियो होइन। मलाई चाहिँ अहिले आफूलाई रिग्रेट फिल हुन्छ। कतिलाई के लाग्यो कस्तो लाग्यो त्यो थाहा भएन। दाइ भाउजूलाई नराम्रो भयो भन्नुभयो अब होइन, तर एउटा घरको कुरा हामीले लिएर नआउनु पर्ने थियो, लिएर आयौँ। तर अहिले बुझ्दै आउँदाखेरि चाहिँ मलाई आफूलाई नराम्रो लाग्छ, किनकि सबैको घरमा एउटा न एउटा कहानी हुन्छ। त्यस्तै गरेर भिमदाईको घरमा पनि एउटा कहानी थियो होइन। त्यसमा चाहिँ के मिसअन्डरस्ट्यान्डिङ भयो भने चाहिँ यो हुने नेपालीको घरमा सबैको घरमा हुन्छ। सासूले बुहारीलाई मन पराउँदैन, ससुराले बुहारीले मन पराउँदैन, कुनै घरमा बुहारीले सासूलाई उ गर्दैन भनेपछि यहाँनिर पनि त्यस्तो ठुलो भएको चाहिँ केही पनि होइन। तर एकअर्कामा बुझ्ने अलिकति कम मात्र भएको, त्यही कुरालाई चाहिँ हामीले चाहिँ अब एउटा मिडियामा ल्याइसकेपछि ठुलो कुरा भएको थियो। तर त्यो कुरालाई चाहिँ अहिले चाहिँ मलाई आफूलाई चाहिँ कस्तो नराम्रो लाग्छ कि मैले किन यो गरेँ होला, नगरेको भए हुने थियो। किनकि दाइ भाउजूको पनि आफ्नो लाइफ छ, हाम्रो पनि हाम्रो घरको कुरा मिडियामा आयो भने कस्तो हुन्छ, त्यस्तो सोच चाहिँ अहिले चाहिँ मलाई आएको छ होइन। त्यही भएर मलाई अलिकति रिग्रेट फिल भएको छ। मैले त्यो टाइममा अलिकति त्यसलाई भिडियोमा नल्याएको भए चाहिँ अलिक केही सहज चाहिँ हुन्थ्यो कि दाइ भाउजूको अगाडि कुरा आउँथेन कि भन्ने कुरा हो। त्यसको लागि चाहिँ म दाइ भाउजूसँग अहिले माफ माग्न चाहन्छु। मैले दाइ भाउजूको कुरा बाहिर लिएर आएँ, अलिकति नराम्रो लाग्छ किनकि घरको कुरा बाहिर आउनु नपर्ने थियो होइन। तर यही कुरालाई पनि धेरै मान्छेले फाइदा लियो कि मलाई आफूलाई पर्सनली त्यो फिल पनि भएछ कि हामीले यो कुरा गरिरहँदाखेरि चाहिँ यो घरको परिवार चाहिँ आफू मिल्नुपर्ने ठाउँमा यो कुराले गर्दाखेरि बाहिरी मान्छेले धेरै फाइदा उठाछन् कि भिमदाईबाट। भिमदाईलाई एउटा वेपन बनाएर, भिमदाईलाई एउटा मजाक बनाएर भिमदाईकोबाट धेरैले उठाछन्। मैले कति कुरा सुनेछु कि अहिले पनि भिमदाईको बुवा बिरामी भनेर कति मान्छेले विदेशमा पैसा उठाइरहन् भन्ने पनि सुनिरहेको छु। हिजो मलाई एउटा फोन आएको थियो, भिमदाईको बुवा बिरामी हुनुभयो अरे, पैसा यति चाहिएको भनेर उता उठाइरहेको अरे कि विदेशमा चाहिँ बुवा बिरामी भनेर। अनि मैले चाहिँ त्यो चाहिँ होइन, बुवाको बिरामी भएको बेला जाने नै मै हो, मैले नउठाएपछि अरू त कोही पनि छैन भनेर भन्दै थिएँ उहाँलाई। अनि उहाँहरूले चाहिँ भिमदाईको बुवा बिरामी हुनुभएको रहेछ, तपाईँले सहयोग गरिदिनु भनेर कति मान्छेहरूले पैसा उठाइरहनु भयो अरे। भिमदाईको बुवा अहिले ठिक हुनुहुन्छ, त्यस्तो केही पनि हुनुभयो होइन। त्यही माथि पनि भिमदाईको अन्त ठिक हुनुभयो होइन। तपाईँलाई हामी बाहेक अरू कोही बाहिरको मान्छे आएर सहयोग गर्ने, तपाईँलाई यस्तो गरिदिने उस्तो गर्ने कोही छ? अहिले चाहिँ कोरियाबाट चाहिँ मलाई फोन आएको थियो कि हिजो, भिमदाईको बुवा चाहिँ बिरामी भयो भनेर डोनेसनहरू उठाइरहनु भयो कि पैसाहरू उठाउनु भयो अरे कि। हामीलाई थाहा छैन, केटाहरू हुनुहुन्छ अरे, उहाँ पैसा उठाउनु भयो अरे भिमदाईको बुवालाई जचाउने भनेर चाहिँ पैसा उठाउनु भयो अरे उहाँ। त्यो चाहिँ यदि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ भिमदाईको सहयोग उठाउने मान्छे चाहिँ कोही पनि छैन। हामीले पनि त्यसरी उठाएको चाहिँ छैन अहिलेसम्म चाहिँ। हामीले चाहिँ भिमदाईको अति नै गाह्रो भयो भने चाहिँ उठाउने टाइममा चाहिँ हामी भिडियो नै बनाएर हाल्छौँ। हामीले त्यस्तो भित्रभित्र चाहिँ यसलाई सहयोग गरिदिनु भने चाहिँ अहिलेसम्म बनाएको पनि छैन।
कतिजनाले हेल्प गर्नु होला तर अब चाहिँ म के भन्न चाहन्छु कि मलाई पनि मैले पनि भीम दाइको पैसा खाएँ ह्यान त्यान भन्ने कुरा चाहिँ लिन चाहन्न किनकि मैले अहिलेसम्म भीम दाइको 1 रुपियाँ पनि अनि मलाई चाहिँ अहिले चाहिँ अलिकति कुरा सुनेको थिएँ भीम दाइको बुवाको ट्रिटमेन्ट गर्दाखेरि चाहिँ दिपाले केही पैसा चलायो कि भन्ने कुराहरू सुनेको थियो त्यो कुरा सुनेको हुनाले चाहिँ त्यो कुरा चाहिँ क्लियर गर्न चाहिँ आज आएको हो म किनकि म भनेको एउटा मिडिया होइन कि म भनेको एउटा ब्लगर हो हामीले रमाइलो गर्ने भिडियोजहरू हाल्ने खाले हो हामी चाहिँ त्यस्तो त्यो अरू जस्तो पैसा उठाएर सहयोग गर्ने भनेको त्यो अब कुनै बेलामा भीम दाइलाई अति नै गाह्रो पऱ्यो भने चाहिँ हामी त्यो बेलामा चाहिँ माग्छौँ होइन किनकि हामीले 2 हात फैलाएर मागेर कसैको ज्यान बाँच्छ भने चाहिँ हामी त्यो पनि गर्छौँ तर म चाहिँ एउटा मिडिया भन्नाले पनि म त्यो पत्रकार चाहिँ होइन कि म पत्रकार होइन म एउटा रमाइलो गरेको ब्लगहरू हालियो कस्तो भइरहेछ हाम्रो लाइफहरूमा के बितिरहेछ त्यो हाल्ने खाले हो म त्यही भएर नि यसरी मलाई आरोप आइरहँदा चाहिँ मलाई चाहिँ अलिकति मनमा दुख्या हुनाले गर्दा चाहिँ म आज भीम दाइको घरमा आएर म भीम दाइको भाउजू दाइ भीम दाइसँगै छु होइन यो पछि चाहिँ यो बारेमा कुरा नउठोस् भनेर सबै क्लियर गराउन चाहिँ म आज आएको हो अनि भीम दाइ तपाईँलाई त्यस्तो शङ्का लाग्थ्यो कि लाइन तपाईँले भनेको भने सुनेको थिएँ मैले त तपाईँले भन्नुभयो त मैले 15,000 दिएको लाटीले कहाँ त्यो बाउलाले कहाँ लगाएर खर्च गरेको दाइले त जम्मै 300 मात्र खर्च भएको भन्दाखेरि 300 त लास्टमा आउने बेलामा 300 मा तिरेको भनेको पैसा सबै त्यहाँ मैले चाहिँ अहिले चाहिँ यहाँ बिलहरू सबै क्यालकुलेट गर्दाखेरि चाहिँ हाम्रो चाहिँ 17,600 कति है 17,675 रुपियाँ हाम्रो बिल उठेको छ होइन अरू त्यो मोबाइलबाट हालेको त बिलै छैन त्यो चाहिँ मेरो पर्सनली मैले 1600 कति हो 80 हो क्या हो त्यो पैसा मलाई अलिअलि थाहा थियो 1680 हो त्यहाँ तिरेको त्यसमा कति छ भन्छ नि देउवातिर केही भनेर तपाईँ पनि त्यही कुरा सुनेर अनि पछि लाग्नुभयो सुनाउनु भयो तपाईँले सुनाउनु त्यो केही भएन मैले चाहिँ कुनै पनि भीम दाइबाट पैसा उठाएर खान्छु गर्छु भन्ने होइन लुक्बा केही नै भएन भीम दाइको बानी नै त्यस्तै छ है त्यसो ल अब तपाईँलाई चाहिँ क्लियरली भन्नु कि मैले तपाईँलाई सिकाएको पनि छैन केही गरेको पनि छैन तपाईँलाई त्यो तपाईँले दिएको मलाई 15,000बाट मैले कति केही खाछु जस्तो लाग्छ भने यहीँनिर भनिदिनुहोस् मलाई त्यो पछाडि कुरा गरेको मन पर्दैन कि मैले सुन्दाखेरि म त जस्तो एउटा सोच छ मनले चाहिँ सहयोग गर्छु भनेर मात्र गएको हो त्यस्तो अब मलाई पैसा उठाएर खानु पर्ने केही तपाईँले भन्नुहुन्छ मलाई थाहा छ तपाईँले भन्नुहुन्छ होइन दाइ त्यस्तो केही नै होइन ल जसले जे भने पनि मैले जस्ट क्लियर गराउनु पर्ने थियो किनकि यो मेरो दायित्व पनि हो बुवालाई हस्पिटलमा लगेर राखिसकेपछि एउटा अशक्त मान्छेले मलाई पैसा मेरो बुवालाई हेर्दै भनेर दिइसकेपछि चाहिँ मैले बिल चाहिँ बुझाउनु पर्ने हुन्छ त्यही बिल बुझाउन मात्रै आएको हो आज म यो अब अरू 2-3टा बिल चाहिँ कता गयो त्यो हामीलाई थाहा भएन मैले चाहिँ दाइ अहिले हिसाब गरेँ दाइको अगाडि हिसाब गरेर देखाएँ 17,675 रुपियाँ चाहिँ बिल उठ्यो है सबै बिलको यहीँ छ बिल उठ्यो मैले मासेको 1100 त्यसको बिल छैन नखन्दै मलाई अनि गीताले नि 500 दिएको गीताले दिएको थियो गीताले 500 दिएको गीता दियो तनी गीता देखाएन मलाई मसँग गीतालाई लास्ट आउनु दिनु पैसा गीताले नानी हो फेरि कता हो म उता अदालत जानु पैसा नभएको मसँग त्यहाँदेखि गीतासँग मागेर ल्याएर अनि बालले खाना खुवाउने पनि गरे हो नि दाइसँग पनि पैसा थिएन मसँग पैसा अहिले नि छैन पैसा कहाँ कमाइ छैन उसो बरु हुन्छ मसँग केबाट कमाउने घरको छोराले कमाउने खाने हो त्यही हो मैले बिल बुझाउनु पर्ने थियो मैले त्यो बिल बुझाउन आएँ मैले बिल बुझाएँ अनि पुरा नपहन्दा अनेक भन्छन् कति भने बिहारी उठ्यो भन्ला एक किसिमबाट पिर्दा नि कति भयो घरमा त भइहाल्छ अहिले त अस्ति नै अलि अस्ति ठिक थियो मिठो छ नि के भनेको थियो काम छैन यो त राख्नु त्यही हो हामीले जस्ट भन्न खोजेको के हो भनेपछि सबैको घरमा आफ्नो कहानी हुन्छ आजको दिनदेखि चाहिँ म भीम दाइको घरको खुसीको मात्र भिडियोजहरू लिएर आउनेछु त्यो मान्छेको घरमा सबैको घरमा आफ्नो दुःख सुखको हुन्छ यो दुःखको कुराहरू हामीले बाहिर लिएर जाँदाखेरि बाहिर
बाउलाई यी मैले प्र्याङ्क गरेको बिहे खाएको भनेर प्रेम खान्छ नि चित्त पारेको अहिले खाएको है के भयो खानु भइहाल्छ नि त्यो खाएर माथि सहमतिसँगसँग पहिला एउटा नानी आएको थियो नि के चित्रु खाएको होइन खाएको होइन कि दाइ त्यो तपाईँलाई ढाँटेको हो कि थाहा हुन्न बाउलाई तनी खान त खाने भयो खानु भनेको बनाएको थियो अहिले खाएर पुता हामीले थाहा पाउनु खाएको नखाएको एक दिन दसैँमा टिका लगाउन आउने अनि यहीँ बसेर खाने हो तपाईँ रिसाइरहेको यहीँ बसेर खान्छ नि अनि यहाँ कोठा सफा गरेर यहीँ सुत्ने हो नि एक्लै सुत्ने कोसँग सुत्ने हो र बिहे गरेर हो बुढा सुत्ने लागि कस्तो होला छिटा चाहियो नि यो दाइले फेरि चल्नु न कहिले पनि अर्काले बिक्री गर्नु चलेको बाउन्न वर्ष पुग्यो बुढो भइसक्यो बिहा गरौँ भने खै मान्दै मान्नु तिमीले कहिले मेरो त केटै छैन म त बुढे गर्ने भन्ने बस्ने हो म पनि मेरै केटी छ हो ल ठिक छ त्यसो भए मको पाल्छ बाउमा मको खाने ल्याउनु मलाई फोन खोजेर ए लुगा रे त्यो भोले बाबाको लुगा होला नि त्यो कहाँ पाइन्छ त्यो खोजेको पाएन पोहोर पनि खोजेको पाएन भित्र पनि पाउँछ ठिकै छ तर पाउनु तातो हुने कि तातो हुन्छ त्यो थोत्रो लुगा किन्नु बाबु देखाउने रे यस्तो लुगा कतै भनौँ न त कसैले जम्मै आमाले ल्याइदिएको लुगा हो एउटा छैन सर अब आमाको पालीमा थियो होला अब यो पाली पाउँदैन त्यो साउनमा पाउँछ पाउँदैन खोजेको पाएन इन्डिया बहिनी आएको मैले भनेको इन्डिया बहिनी सब दुलो परेको पाउँदैन यो ल गाइस यस्तो लुगा जो पनि भीमदालाई भेट्न आउँदै हुनुहुन्छ यस्तो टाइपको सेम यस्तै चाहियो अरे अरू भएर हुन्न यस्तै टाइपको लुगा पायो भने चाहिँ लिएर आइदिनु होला होइन भीमदा यस्तै साथमा दुलो परे म त खोजेर नपाएको खोज्दा नपाएर अर्को ल्याइदिएको नलाउने रे फेरि भीमदाई फेरि जे भने त्यही लाउनु पर्ने कि अर्को लाइनै हुन्छ भोलि बाबा लुगा अनि हामीले ल्याइदिएको नि भोलि बाबाको त त्यता आइमाई लाउने सबै चिज यो पनि हामी लाउने त्यसो हामी लानु छोराले लाने जो जो लाइन त्यही हो यस्तो जम्मै 5 दिवस भएको थियो अरू कता त लगी खाली हुर्राइदिने यस्तो के यो त लाउने माथि यस्तो के लाउन मन लाग्यो पाइन्छ नि लुगाहरू नपाए ल्याइदिए त ल म 2000 दिन्छु ल पाउँछ साउन पाउँछ 2000 लाई भए पनि खोज्नु पर्यो पाइन्छ साउन ताको चाहिँ कहाँ भइ पायो साँच्चै नि भ्युँदै 2000 साँच्चै दिने नि लिएर आउने लुगाको छुट्टी मलाई छुट्टी फेरि 2000 लुगाको उसले तिर्छ 2000 पुरस्कार शीतल सुतीको कपडा शीतल हुन्छ अनि फेरि यो साउनमा लगाउने त्यस्तो के काम हो एउटा सिरानी भयो आमाले किन्दै हामी देउले कुबुरी र 100 रुपैयाँ दिएर हुन्छ सिला लान्छ यस्तो त के सिलाउने र अब त सिलाउन नि मिल्दैन जाउँ गइसकेछ हिँड्दै ल हेर गाइस हिँड्दैलाई यस्तै मनपर्छ कि अब यस्तै हो बाहिरबाट हेर्दाखेरि लुगै छैन जस्तो देखिने खान्छ यो बुढे बाबा लुगा हो नि त कि हेर्नु न भयो जस्तो यस्तै चाहियो रे उसलाई धरत गऱ्यो म कति वर्ष भइसक्यो बिते त 4 वर्ष भइसक्यो त्यस्तो कसरी पर्छ छैन लाउने भगवान् यो दाइ होइन फोटो त्यही हो पोर्सलाई पनि यस्तै ल्याएन त कसले उसले ल्याइदिएन पहिला त त्यो रमनको बुढीले त्यो नि च्याती आयो तिमीलाई ल्याइदियो भन्नु त नपाएको नि म त्यहाँ कतिपल्ट गयो यस्तो हरायो कि पाउँदैन कि अन्त काठमाडौँतिर पाएँ मात्रै गरेँ काठमाडौँमा पाइयो ल्याउने भाउजू त्यो सधैँ छ होला भाइ छैन उयो त पछाडि चाहिँ छैन उता पछाडि छैन
देखेको बेला पछाडिबाट पुग्नु पर्यो पठाइदियो हुन्छ सिरानी बनाइदिनु अँ टाग निकाल्यो बुझ्नुभयो नि अब कसैले केही भन्यो भने भन्न सक्नुहुन्छ नि कोही भनेको भन न मलाई पैसा आयो तपाईँले भन्नुभएको अरे कि भने त भन्छ तपाईँले त्यो बानी चाहिँ नराम्रो कि दाइ के त्यो भन्ने बरु मलाई भन्नु कि केही त्यस्तो लाग्यो भने मलाई भन्दा हुन्छ कोही भन्दा नि बौलाई त्यस्तै त्यही भन्नु पऱ्यो हाम्रो दाइले त्यो जम्मै 300 लाग्यो भने बाउलाईले 15,000 दिएको 300 त लास्ट दिनको कहाँ ल के गरी भन्नुभयो अरे भन्छ मलाई त्यस्तो अरू जे भने नि सहन्छु मलाई पैसा खायो भने सहन्न कि फेरि म त फेरि उडाइदिन्छु फेरि झन् भीमदाले उडाइदिएको थिएँ भीमदाले उडाइदिएको थिएँ मैले ए यो प्रेसर नाप्ने हो प्रेसर नापिदिने भनेर हजुर पनि नाप्ने नि सुगर सबै नाप्थ्यौ अनि घर ग्यास आनन्द कि अनि बढी भत्तै बढी थाहा हुन्छ नि म डक्टर पनि हुँदैन तपाईँले मसिना लगाइदिनु किन नलाउने भयो के भएर नलाउने भयो यहाँ होइन गर्मी हो भगवान् एउटा फ्रिज त ल्याउनुलाई फ्रिज मर्छ नि त है माथिको चाहिँ धेरै रहेछ दाइ माथिको चाहिँ धेरै रहेछ 157 लाई कति भन्छ नेपालीमा ठिकै छ अनि माथिको 157 तलको 92 ठिकै हो त्यस्तो धेरै त छैन तर माथिको चाहिँ अलिकति बढी चाहिँ हो जति हुनुपर्ने काम गऱ्यो नि त घाम हिँड्ने त्यता उडेर के गर्दैन परलाले हो बा आउनु यहाँनिर यो खान नपाएर बाउले म नुन खान्छु लो रहेछ कि हजुरको त बनाइरहन्छ होइन विक फिल हुन्छ होला कि ए बुवाको त एकदम ठिक त्यहाँमै हेरेर जाने यस्तो 148 माथि तलको 100 ए बुवाको त एकदम ठिक छ ठिकै छ बढी छैन फुत्किनुहुन्न तल 80 हुनुपर्ने अलिकति 100 छ बढी छ तलको चाहिँ माथिको चाहिँ एकदम ठिक छ फुत्किनु नबुवा एकदम ठिक छ तपाईँको त्यस्तो धेरै छैन तपाईँको बुवाले त सुगर नै छैन बुवाको चाहिँ एकदम ठिक छ तलको चाहिँ अलिकति धेरै हो तल नत्र बाबु पहिले पुग्ने सरोज बाबु त्यो आमा हुने भन्नु है सर्लकै पाग्ला कता गयो अहिले मोटरसाइकल बोल्छु हाल्ने काठमा ठ्याक्क हाल्ने च्याउ हालिदिनु पहिलो फुल पार्नु अरू केही हाल्नै पर्दैन मम्मीले खान्छ के गर्नु दिमाग चाहिँ कसरी पैसा कमाउने कि कताबाट पैसा कमाउने मात्रै हो कि दिमाग पैसा कमाएर चाहिँ राम्रोसँग युटिलाइज भएन कि आज कुर्ता लगाएर आएको नि पढाइ जहिले भीमले यस्तो लुगाइ लाउँछ भन्छ नि त्यो आज कुर्ता लगाएर आएको राम्रो भयो कि होइन राम्रो देखाएर हेरेर हेरेर भन्नु न राम्रो भयो भीमलाई चाहिँ कहिले कता भने लासाले 1000 दिएर 1000 दुईटा खास दिन्छ 3टा खास
त्योभन्दा त गयो त्यस्तै म्याट लिएर आउने अनि माथि टन्न आउँछ कहाँ उता घरमा छैन यही छ जब उता भनौँ छैन उहाँ अनि मेरो खाटमा यही छ नि 3 खाट यहाँ छ नि यहीँ भित्र छ नि एउटै यहाँ झिकाल्दिएको बाउ यहाँ सुरु पाएन खराक खराक यहाँ खाट यही छ नि त्यही चामल बोराहरू राखेर भने यहाँ 3टा छ यहाँ खाट त्यो त यही छ नि खाट त छ त नि यही छ क्या खाट गरेको अब म आउँदा ल्याइदिउँला नि त त्यस्तो म्याट म आउँदा ल्याइदिउँला म्याट उठे ल्याइनु चाहिँ दाइ तपाईँ आउँदाखेरि यस्तो लिएर आइदिनु न मलाई बोक्नुसँग परेन ए भगवान् तपाईँ फेरि अति नै गर्छ कि त्यो जब बोक्न सक्दैन 1 मिटरको यसरी यहाँ चिया पनि 2 मिटर ल्याएर भइगयो बोक्नै सक्दैन नि हे भगवान् तपाईँलाई ल्याइदिनु घरि त अचम्मै लाग्छ मलाई त अचम्मै लाग्छ कि तपाईँलाई देखेर तपाईँ त त्यति जब त्यो बोक्नै सक्दैन अरे किन भारी भारी राति त्यहाँ पैसा परलै पाइँदैन के पैसा त्यो 3500मै त्यो टेबल फ्यान भयो भने चाहिँ यहाँ नि ल्याउनु टेबल फ्यान भने लामो थियो त्यही ल्याएर फाल्यो होइन त्यो चार्जवाला हुँदो रहेछ कि लाइन गएपछि नि चल्ने हो त्यो फुलको लागि 30 31 32 सय 3000 त्यस्तै 3000 फेरि चार्ज गर्ने ठाउँ छैन अब रेडियो बजाउँथे रेडियो के उसले हाल्छ मल्टिप्लग ल्याइदिने त्यो मल्टिप्लग जोडिदिन्छ अनि तल 3-4 जोड्ने ठाउँ हुन्छ कि त्यहाँनिर ल्याइदिनु होइन यहाँ नबजेर बिग्रिन्छ भने मेरो त मोबाइलबाट बनाउँछु नि भोलि बनाइदिन्छु भोलि त्यो ऊ छैन त्यहाँ हाल्ने छैन बिग्रिएर त नबजायो भने म त सोलरबाट जोडेर बजायो भने त्यही छ त्यो बिग्रिएको हो नि छिनेको त्यो काम मैले गाँस दिएको नि कसले बाले बुढाबुढी त त्यस्तै हो बुढाबुढी त फेरि उनले कान सुन्दैन झर्नै पाएन के भयो बम गरे तास भयो त्यो बेलुका पड्किन्छ नि त त्यो तातो भएर उ भयो कि मैले सुना आमाहरू बुढेसको लागि त्यस्तै हो कि कराउने अब मैले यसरी नबला बुढेसको लागि त्यही छ बजाउनु भने तिम्रो यहाँ त्यो मन्डिपीले छैन 30-32,000 चिसो पानी खान लागि छ रेडियो थिङ बजिरह मैले दिनभरि बज्छ बेलुका बज्दैन खानेकुराहरू बिग्रिँदैन रेडियो ल्याउने भनेको त्यो तार ल्यायो भने 300 हाल्ने 200 रुपियाँ पर्छ होला भोलि म बनाइदिन्छु के त्यो हुन्न अर्कै ल्याइदियो नयाँ के रेडियो त बजिरह नि आता नि हालका तारले अब कहिले पर्छ बा भन्छ इसका ये बच्चा कहाँ से बाबा आवाज में जब कोले ए ये आने के भाग दे ईसा फंड के दिदीले सोध्ने हो त एवा के भा के भा अच्छा भा एवा लो मत गो माया हो क्या एवा लो माया गर्नुभएको त्यो बेला ल्याइदैन बस न गर्नु गर्मी छ यहाँ पंखा पनि त्यही हो एकदम तातो हुने राति मकै उहरूले ढप्पो ढापेर झन् गर्मी होला राति हावा त आउँछ ठेको आउने यो बाहिर उता एउटा टेबल फ्यान ल्याउनु बेलुका नि 2 जनालाई हुन्छ उसलाई त छ बाउला मात्रै हो कहाँ मलाई त्यो माइले लाउनु एउटा उला मत लायो सुत्ता तँलाई भनेर सहयोग उठाउनु पऱ्यो माग्नु पऱ्यो दाइ कुन बोला के बोली होला बोल्दैन नबोल भने बाउलाई अर्कालाई 50-52 वर्ष भयो मान्छे अब बोली भएको बौला के भनेको थियो के भनेको थियो दुनियाँले चिने खान आएको नि कस्तो उही बौला हो त्यही मैले बाउला दाइ नाम राखिदिएको कि है दाइ दाइले पैसा कमाउने बाटो गरेन
यत्रो बा यो भिन्दालाई के भएको पैसाले अलिक खानेकुरा ल्याउने भनेर सिकाउनु केही खाँदैन चिया मात्रै खाँदो रहेछ जहिले नि कहाँको त भक्क अन्त त्यो भएको पैसा त खानु नि त्यो जम्मा गरेर कसलाई दिने रहेछ कुनै मैले भन्छु बुवालाई अलिकति ऊ लिएर यसो गइदिनु हर्लिसहरू लैदिनु भनेको केही नि गर्दै गर्नुहुन्न नि हेर्नु लुगा लाउनु न केही नि लाउनु न अब यहाँ एउटा बुढ्ने आमाले दिइरहेछ मैले थाहा पाएँ है 1 लाख पैसा दिएको उहाँले त अब चिया अनि खायो भने के खानु खाने त खै त्यही दाइ त्यत्रो खाने पेट यत्रो भइसक्यो अब के खाने रे दाइ पनि के खानु भयो त दाइ केरा नि धेरै पाकेर हिजो काटेको लगेर पकाएर खान आमाले खानुहुन्छ एउटा स्याउ हालेर एउटा कार्टनमा तेलको कार्टनमा स्याप हालेर ढाकिदिनु भने झोली 5 फुट पाक्छ दबाई हाल्ने ल बुवा राम्रोसँग बस्नुहोस् धेरै दिमागमा कुरा नखेलाउनुहोस् त्यस्तो त्यो टेन्सन लिनु पर्दैन पर्छ तर यो अब तपाईँले यो कुराहरू सोच्ने दिन गइसक्यो कि पर्दैन कि अब सोच्नु अब छोरालाई छोड्दै हुन्छ जे गरे गरोस् भनेर छोरालाई छोडिदिनु अब भीमलाई केही गर्न सक्नुहुन्न भीमलाई त्यो लाने पनि होइन अब त्यो छोरालाई छोडिदिनु जे गरे नि तेरो हातमा हो मलाई बिहान बेलुका खाना दे हेर भन्नु त्यति भए हुन्छ त्यही हो त्योभन्दा अब अरू के गर्ने मैले छोरालाई बुवाईलाई मैले भन्ने बिचको मान्छे यस्तो गरेर घाँस काट्छु अलिकति है नानी खाजा केही खाएन के अरे होइन दाइ भयो हामीले खाइसकिन्छ त त्यति हो जति कुरा गरे त्यस्तै हो साबुन तपाईँले भाडा मात्रै साबुन मात्नुहुन्छ होइन कि म ल्याइदिउँला त्यो 100 रुपियाँको कति 1 दर्जन आउँछ कि त्यहाँ म आउँदा अब 1 दर्जन लिएर आइदिउँला लुगा धुने उगाउने साबुन ल्याइदिउँला त्यो लुगा धुने भाडा दसवटा नानी सल्लाह मऱ्यो 10वटा अस्ति भर्खर मरेको के भएर कस्तो ठुल्ठुलो कुखुरा थियो त खै त सुत्नु पर्यो अब राम्रोसँग सुत्नु पर्यो यो कुरा छोडिदिनु अब तपाईँले यो कुरा जति गर्यो हो त्यति तपाईँको आयु घट्छ यो कुरा गर्दै नगर्नु दिमागमा ल्याउँदैन बुवा अब म जान्छु त्यस्तो टेन्सन नमान्नु यो अब किनकि तपाईँ बुढेसकाल लगाइसक्यो यस्तो बिरामी भइरहनु हो त्यही भएर अब यो जग्गा सग्गा छोडिदिनु अब आफ्नै अब छोराले गर्नुहुन्छ जे गर्नु उहाँले पाउने हो जे गरेन उहाँले गर्नुहुन्छ अब छोडिदिनु त्यो टेन्सन नमान्नु बुवा अब मार्ने हो र कसले मार्छ हामी सधैँ हामी हेरिहाल्छौँ नि हजुर पर्दैन यही हो पर्दैन कसैले मार्दैन हामी छौँ नि भीमदालाई हेर्ने कसैले मार्दैन भाउजूले खाना दिइहाल्छ बेलुका दिइहाल्छ भाउजूले दिनु भने हामी आइहाल्छौँ हेर्नु भाउजू के मार्दैन त्यही भएर यो जग्गाको टेन्सन नलिनु हामी सधैँ हामी भीमदाई के मर्ने भीमदाईलाई हामीले हेरिहाल्छौँ अरू कसैले नहेरे नि मैले कमाउनै नसके आएर यहाँ भनिदिन त सक्छु नि त हेरिहाल्छु पर्दैन बुवा होइन म 3 तोला खाए नि आफ्नै बुहारीले खाए 4 तोला खाए भाउजूले बिहान बेलुका खाना त्यही भइहाल्यो नि ल बुवा राम्रोसँग बस्नु म गएँ अहिले राति भयो हेर्नु त टाढा जानु है बुवा भाउजू बस्नु है म गएँ पछि आउँछु म साबुन लिएर आइदिउँला साबुन भाँडामा चाहिँ लुगा धुने हो म बुवा गएँ है ल नमस्ते बुवा गएँ ल पछि आउँछु एक हप्तापछि आउँछु है ल एक हप्तापछि आउँछु खानेकुरा मासु लिएर अस्ति न जस्तै खानु पर्छ म मासु लिएर आउँछु अनि खाने अस्ति जस्तै धेरै खुसी लाग्छ हामी आउँदा
मेरो अर्का हातमा पर्छ त्यो हेरे के नि हुन छोड्दैन ए खाना दिएन अब जसले जस्तो पर्छ त्यस्तै हुनु भोग्छ होइन ए त्यो टेन्सन नमान्नु बुवा अहिले गएँ अब 1 हप्तापछि आउँछु म मासु लिएर आउँछु नि पकाएर खाने है ल तपाईँले त्यति बेला जति खानु भने त्यति खानु होला म लिएर आइदिन्छु जान गर्ने काम थियो गर्दैन है अहिले चाहिँ गयो गयो बस्नु यो म्याट किनेर पठाइदिने भन्दैछ यस्तै यो किनेर लिएर आउँछ भन्छ एउटा यस्तो चाहिँ खाँदै हाल्दैन भन्दाखेरि छोड्दा ल अहिले गएँ म बुवा अब खाना पनि कहाँबाट ल्याउने छिटो जा ल गएँ म बुवा अहिले गएँ है ल भाउजू गएँ म ल पछि आउँछु म यहाँ बनाउँछु नि तपाईँले मन परायो होइन के मामा होइन हो मामा नमस्ते सन्चै हुनुहुन्छ कहाँ गएर आउनुभयो गैराकोट सन्चो छैन कि हजुरलाई मेरो पत्थरीको प्रब्लम छ नानी ए अनि दबाई खानु भएको त दबाई झर्ने हो र अब सानो पनि डक्टरले प्रमाण गरिसक्यो त्यसलाई रौसी धेरै खानु न त बाउला लाग्ने नानी मामा त्यसलाई रौसी धेरै खानु न केही पैसा धेरै पैसा जम्मा भइसकेको छ 1.5 लाख लाग्छ अरे तपाईँ बिमा गरे है गरे होइन 1.5 लाख लाग्दैन बिमा गरे है गरे होइन बिमा गरेछ बिमा गरे त सरकारी हस्पिटलमा 1 लाखसम्म त फ्री नै हुन्छ त होइन 70,000 मा गर्छ बिमाले फ्री गर्छ रे 1 लाख गर्छ भयो 1 लाख गर्छ गर्छ रक्सी चाहिँ कस्तो हुँदो रहेछ तिमी पनि खाऊ बाउलाई मैले खाएकै छैन खान्न मैले कहिले खाएँ अस्ति खाँदा नि यो बौला दाइको कामै छैन तर कति रमाइलो भयो दाइको प्र्याङ्क भिडियो त के यो टोपी हे भगवान् जे पनि च्याप्टेको मात्रै लाउने क्या दाइ त नयाँ किनिदिनु चाहिँ नयाँ त किनेर बहिनीसँग पैसा हुने बहिनी अहिले भिखारी भयो 1 नम्बर भिखारी दाँत पनि ब्रस पनि गर्दैन कि दाइ त बाउलाई हो कि यो त बाउला कहाँ सुतेको उठ्नु छिटो यसरी हाई गाइज भन्नु नि दाइ होइन भन्नु भन्नु यस्तो मात्नु बाउला यस्तो माथिनु बाउला अब म आउँदिनँ के अरे होइन अब म आउँदिनँ है तपाईँलाई भेट्न तपाईँलाई सबै यो भाइले होला मैले त गर्दिनँ अब म आउँदैन आउँदिनँ हुन्न है यहाँ काखमा बस्न यता 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 बस्ने यता यता थ्याचिने यता यता थ्याचिने धेरै काखमा बस्ने होइन त्यो धेरै 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 त्यो बाउला पारा देखाउने होइन के अरे हेत्तेरी घाँटी नाकेर मर्छ दाइ त दाइ नगर्नु न हे कस्तो हामीलाई आउनु म भनिदिन्छु भन्दिनँ नि त दाइमा दुध लिएर कहाँ जानुभयो ए दाइ के दुध लग हो नि गोरुको गोरु दुध थाहा हाम्रो गाउँमा तपाईँको गाउँमा त गोरुको नि दुध हुँदो रहेछ ए गाउँमा फेरि भाइरल हुनुभयो तपाईँको गाउँ तपाईँले के को दुध खानुहुन्छ के को दुध खानुहुन्छ तपाईँले मैले दुधै खानु दुधै खानुहुन्न के खानुहुन्छ त मासु मास भने चाहिँ अलिकति पनि छैन तिमी पनि लाग्नु भएको अलिकति लास्ट्रमा त हुनुपर्छ नि के चमक चमक चम्किन्छ खालि डल्ली ओ बाउला डल्ली डल्ली हाम फाल्ने त तपाईँले धेरै डल्लीसँग बिहा गर्ने भने होइन अहिले पात डल्ली आज घर पनि देखाइदियो अब डल्लीले बिहा गरेर डल्लीसँग बिहे गरेर अब डल्लीसँग घरबार बनाएर टक्क एउटा छोराछोरी पाउने भिन्दै छोराछोरी पाएर टक्क अब म अनि दाइको छोराछोरी हेर्न आउँछु नि अन्त डल्ली कति राम्रो गोरी हो तपाईँ काले दुईटा कलर मिक्स भएर कति राम्रो छोराछोरी जन्मिन्छ हुन्छ कि हुनु डल्लीलाई सोध्नु त बिहे गर्छ डल्ली हेर्नु न सोध्नु न डल्लीले खानासाना पकाएर खुवाउँछ अनि बेलुकामा पहिला बिहे बाउला चाहिँ मार्यो अरू के खानु मन लाग्दै बिहे गरेर होइन कि बिहे गरेपछि तपाईँलाई डल्लीले बिहान दाल भात बेलुका दाल भात अनि बेलुका राति सुत्ने बेला एउटा 1 गिलास दुध 1 गिलास दुध खुवाउँछ कि सबै अनि 1 गिलास दुध खुवाएपछि त दाइ त स्ट्रङ भएर अनि भोलिपल्टबाट देवघाट त दौडेको दौडे अनि एउटा 2टा छोराछोरी जन्माउनु पर्यो कसरी जन्माउँछ छोराछोरी हेत्ते तपाईँलाई थाहा कसरी जन्माउँछ छोरी दाइले छोराछोरी जन्माउने भयो डल्लीको घर कुरा गर्नु जानु पर्यो नि त अब डल्ली गुरुङ हो हुन्छ कि हुँदैन फेरि मलाई के थाहा गुरुङनीसँग बिहे गर्ने हो कि होइन
डल्ली गुरुङ नि हो बिहे गर्ने के नै भन्नु त डल्ली घर गएर कुरा गरिदिन्छु म ए बाबु यहाँ त होइन यो बाउले अचम्म माथि क्या होला माथि जागो सिखाएर माथि हो अस्ति रौसिया फुट भयो डल्ली राम्रो किन हेर्नु त एकचोटि के थाहा मलाई मनपर्छ कि पर्दैन तपाईँलाई मलाई के थाहा बाउलाई अहिले आउने अनि एकचोटि हेर्नु नि त नि हेर्दिनँ कि त बुढी आइमा बिहा गर्ने बुढी आइमा तिम्रो गर्ने म त बुढा गर्दैन म त तन्देरी केटा बिहा गर्ने हो हो डल्ली त्यसमा रिसा यो बाउलाई के हो रिसा होइन कि डल्ली हेरे ऊ हेरे म तपाईँलाई हेर्नु मक्ख भएर हेरेँ अब बिहा हुने भयो मेरो भनेर अब यो बाटो टुनकुटी जे हिँड्दा यो बाटो गाडीमा डल्लीलाई लिएर जानुपर्छ कि स्कुटीमा जाने रातो साडी लाएर रातो साडी लाएर सिन्दुर लाएर भिमदाईलाई कोट प्यान्ट लाएर टक्क होइन डल्ली सोध्नु न डल्ली गर्छ भने बिहा हुनु भन्नु सोध्नु किन नि कुन किन बाउलाई बिहे नगर्ने दुध भात खान पाउँछ नि भाग्यमै होइन कि दुध भात खान्छ बाउलाई टक्क छोराछोरी जन्माएर नजन्माउने आमा हुनुहुन्छ होला नि बा होइन आमा नभए त यो मासु कसलाई ल्याएर दिने त होइन मासु खानलाई आमा चाहिने रहेछ दाइ कता जानु भएको नि ए ल हो त्यसरी पो हिँड्नुपर्छ तिमी त बिहाै गरेर नि केहरू गर्ने जाउ त भइहाल्छ बिहे गरे पो है बुवाले ऊ बिहा गरेर मासु हिटिले गरेर आमासँग खान्छ म लगाएर बुढीमा मासु पका अनि खाने लुपुकको सुत्ने भन्नु बिहा गर्ने डराउँछ बुढी बिहा गरेर सिकेको फाइदा हुन्छ सिकाइदिनु न सुन्नु एउटा छोरा पाउँछ अर्कोचोटि छोरी पायो भने छोरी पनि पाउँछ छोरा छोरी भयो भने छोरा न छोरी नकरा मोरी भनेर त्यही भएर बिहा नगरेको तैँले मैले त जाउ त भइहाल्छ काम गरेर भन्नुभयो बुवा काम गरेर भरे त जाउँदैन मासु खायो रोटी आयो भने अलिक काम होला भर मान्छे त डराउँदो रहेछ दुलै ल्याउन डराउने म बुढो मान्छेले के दुलै चाहिँदैन मासु सासु खाने बुढीमा अर्को कोठामा छु कठेबाट संसार जाए चौटामा त्यो दिन त आपाको बोट भनेर कोठाभित्र सुत्यो अब बाहिर सुत्यो के को डर हो तातो खोज्नुपर्छ नि त त्यो त तातो भातो हुन्छ र खोज्यो तातो खोज्नु पर्यो आउनु त तिमीलाई र लाग्यो भने अनि रक्सी लगेर अनि कोक पनि लानुपर्छ रक्सी खायो भने चिसो चाहियो कोक खान्थ्यो कोक खाइदिएपछि अनि त्यहाँदेखि यिनीहरूलाई भोग दिनुपर्छ पूजा गर्नुपर्छ त्यसरी के हुन्छ त आनन्द बस्यो भने त के बस्दैन अलिअलि मसार मुसुर गर्नुपर्छ कता मसार्नुपर्छ भाइले के कुरा गर्नुभएको अब है बिचरा बिहा नगरेको मान्छेलाई के थाहा त्यस्तो कुरा के भयो मलाई के भयो एउटा गीत गाइदिनु न
के गीत गाउने फेरि तपाईँलाई जस्तो गीत आउँछ त्यस्तो गीत हेरिदिनु न एउटा तपाईँको जवानीको पालाको कि ए तिम्रो घरमा आउन त मन लाग्छ आउन त मन लाग्छ आउँथे तर कुकुरको डर लाग्छ मैले के गरौँ तिमी आउँछौ कि अर्कै बे गरौँ ल कलाकार हो नि त ख्याल ख्यालको कलाकार हो ध्यान दिनु नि त एकचोटि बुवा ए शब्द भाइ उनी जानी भैँरीले रिसिङ डाँडा काट्यो उनी जानी भैँरीले रिसिङ डाँडा काट्यो त्यो बेला सिसाने खोला कुन बेला माया सम्झेको कस्तो राम्रो नाच्नु हुँदो रहेछ फेरि एकचोटि अब एकचोटि बुवा अब यसैमा होइन अर्कोमा हिमालचुली पल्लोपट्टि मागी खाने गाइने हिमालचुली पल्लोपट्टि मागी खाने गाइने मरे पनि बाँचे पनि एउटा पैसा चाहिने यो बेला सिसाने खोला कुन बेला माया सधे बाबा ठिक छ बुवा अन्त ठिकै हामीलाई फेरि है पढ्न भने मठै उबर चाहिँ पत्थर गिरे टाउकोमा लगाएको हो त दुखे यार भनेर साह्रै रमाइलो हुनु के काम गर्नुहुन्छ नि बुवा ए दाउरा चिर्ने मकै खन्ने कति वर्ष हुनुभयो नि तपाईँ 71 वर्ष 71 वर्ष भइसक्नु भयो घरमा को छ नि बुढी माउ मात्रै छ छोराहरू अन्त छोरीहरू अन्त छ एउटा यसो लिएर आउने हो नि यस्तो धुलो खुसी को मान्छ त अझै ल्याउने एउटा अब एउटा 2टा सहानीको घर पक्का 3टा गोरुको हल पक्का एउटा गोरु मरिहाल्यो नि जोत्नु पायो नि होइन एउटा बुढी माइत गयो नि आफूलाई भात पकाउने मान्छे त हुन्छ है सबै कुरो के हुने अब बुढेसकालमा हेरेर सबै पहिलाको जमाना जस्तो भात हो भातै खान छोडिन्थ्यो मान्छे टाउको दुख्यो हैयामा टाउको दुख्यो खर्च के लाउँदैमा ज्यानको मासु ज्यानमा सुक्यो नाता के लाउँदैमा हेर कान्छ गाउँ गर्ने नि दाइसित कस्तो गाउँछ अब जानु घरतिर जाने जानु दुईजना सँगै जानु हामी पनि जान्छौँ अब है रमाइलो भयो नि है रमाइलो गमाइलो डाँडा खोइ मलाई भन्नुलाई लेखेको धौला धौला काटकुट गरेर 2 धामी नहोला यो त नि के बिहा गर्ने झोलामा हाले नि झोला नि भरिन्न इदु कुटको छ पैसा कति उसको पैसा नदेखाउने खै मेरो पैसा कहाँ छ त पेटभित्र हो त कसले देख्छ त कति बाटो छ नरौ केटी भनेर नि बुवालाई भेटेर एकदम खुसी लाग्यो बुवा फेरि भेट्न आउँदा ठिक छ बुवा आमा के लाग्यो पुछ्नु त माटो होला चिप्रा हो चिप्रा त्यो झारो हलेर आएको पानी त रहेन त पो हाम्रो यतातिरको पानी त 24 घन्टा पाउँछ त्यहाँ त यत्तिकै पैसा हेर्न बहिनी भुक्का भयो भने खाएन अब जाने आज बस्नु भने
मासु खुवाउनु त होइन तपाईँले अनि बुवा त बरु आफ्नो आमालाई मासु लिएर जानुभयो हामीलाई त तपाईँले खुवाउनु न अनि उताका मासु बेचिसकेकै छ साँचेर राख्नुभयो लिएर आउनुहुन्छ भनेर ल बिन्दै भेट्यो खुसी लाग्यो बुवासँग भेट्यो खुसी लाग्यो बुवा रमाइलो हुँदो रहेछ फेरि अर्कोचोटि आएको बेला भेट्नुपर्छ है बुवा कहाँ हो नि तपाईँ घर मेरो हर्दिन हो ए छैन नि त बुवा काम गरेर आउनु भएको रहेछ थकै लागेर जानु दिदीमा नानी के रोइरह जिन्दगी बेरक्त लाग्छ होला नि त एउटा बुढी पनि छैन नि म त लाग्दैन अब अहिले त जाम अब बुवा रमाइलो हुँदो रहेछ खुसी लाग्यो बुवा फेरि भेट्नुपर्छ है बुवा अर्कोचोटि आएको बेला लसुन बुढीलाई लिएर जानु पर्यो लसुन बुढीलाई लिएर जानु डल्ली काखमा जानु ल डल्ली काखमा जानु मेरो माइला डल्ली बुवा राम्रोसँग मिलाइ जानु है लड्नु होला फेरि मिलाएर जानु है लड्नु होला मिलाउनु त घर गएपछि मिलाउने नि भात खाएर बल्ल मिलाउने पो त धन्यवाद अहिलेसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा माया गरिदिनु भएको साथ सपोर्ट दिनुभएको सबैजना धेरै धन्यवाद प्लिज गाइज हाम्रो च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला हाम्रो छिट्टै नै 30,000 सब्सक्राइब पुग्दैछ त्यही भएर सबैजना मिलेर छिटो सब्सक्राइब गर्नु होला अनि अब चाहिँ हामीलाई नराम्रो कमेन्ट्स नगर्नु होला नराम्रो कमेन्ट कतिले भने त्यस्तो नराम्रो कमेन्ट्स चाहिँ नगर्नु होला जे जस्तो भए पनि दिँदै मेरो दाइ हो म भिन्दैकै बहिनी हो कि दाइ त्यही हो गाइज जसले जे जस्तो भने पनि हामी फेरि आउनेछौँ 2 दिनपछि 2 दिनपछि आउनेछौँ अहिलेको लागि चाहिँ बाइ बाइ गाइज टेक केयर लभ यु अल सी यू